नमस्ते जय चन्द्र सूर्य केटाहरू कहाँ गयो होला भनेर त यहाँ पो बसिरहनु भयो रहेछ त ल 4 सेकेन्ड आइसक्यो हामी काट्दै भ्याउँछ ल कति चाहिँ सक्यो हाम्रो नियम वर्षौं भयो यो जहाज चढेको पनि सपना पुरा गर्छु भनेर चढेको जहाज सपनादेखि निन्द्रा पनि पुरा गर्न सकेको छैन। हाई गाइस फाइनली अहिले चाहिँ हामी दुईजना क्यामेरा छेकियो हामी दुईजना चाहिँ एयरपोर्ट जाँदैछौँ। अहिले चाहिँ हामी ठ्याक्कै कुन ठाउँ हो ठ्याक्कै ज्ञानेश्वर अहिले चाहिँ हामी ज्ञानेश्वरतिर छौँ है त। बाटोमा चाहिँ जाम भइरहेको छ। म यहाँलाई ब्याक क्यामेरा देखाउँछु। यसरी जाम भएको कारणले गर्दाखेरि छोटो दूरी भए पनि अलिकति समय लाग्ने भएको छ। साँच्चै जाम त धेरै बनिरहेको है। हामीले अलिक पहिल्यै निस्किनु पर्ने है 15 मिनट 16 मिनटमा आइपुग्यो हो है। त्यो बाटै छैन खाली हुन्छ नाइटमा होइन 7 किलोमिटर 8 किलोमिटर बाटोलाई हजुर लाठीको बाटोमा अहिले चाहिँ जाममा पारेर अब 37 मिनट यही भइसक्यो। 4 मिनट त एउटै जाममा खान्छ भनेपछि हजुर गाड चाहिँ मेरो काम काभ्रे होइन मेरो चाहिँ पाल्पा ठिकै छ 2 बजी भयो आज लेखिरहेछ होइन। अनि हिजै फर्किनु भयो कि हिजो आयो हिजो आएर बस्यो। यो गोलसला चोक हो पशुपति दर्शन गरेर ट्याक्कै एयरपोर्ट गऱ्यो यहाँबाट होइन टाढाबाट दर्शन गर्न पनि पाइयो। हजुर निकै धेरै बेर भयो जाम त है। अब रोडमा चाहिँ 3 मिनट हो खोल्न चाहिँ जम्मा 50 सेकेन्ड हो। 50 सेकेन्डमा अब 10 सेकेन्ड यही बाटोमै हिसाब गर्ने खाइदिन्छ। हजुर रमाइलो छ है पाल्पातिर पनि हजुर पाल्पातिर पनि रमाइलो छ है रमाइलो छ। अहिले त पुरा हरियाली छ पुरा पानी पारेर भनेको 50 सेकेन्ड हो। अब फेरि अहिले 4 सेकेन्ड आइसक्यो हामी काट्दै भ्याउँछ ल कति चाहिँ सक्यो हाम्रो नियम आइसक्यो ए ल नियममा चाहिँ कति सक्यो जान मात्रै यो जामको देखाइदिउँ न ल। हेर्नुहोस् हामी धेरै बेर किन जाम पकाउँथ्यो भनेको चाहिँ झन्डा हामी काटिदियो हाम्रो सकुशल ल्याइदिनु भएको छ। एकछिन वेट गर्नु भने सर खतरा भन्नुभयो त मलाई त त्यो बसेको सर र खुलिया हो बाटो जाँदैछौँ एयरपोर्टतिर हामी दुईजना मात्रै। लेफ्ट साइडमा पशुपति लेफ्ट साइडमा पशुपति र पशुपतिको दर्शन गरौँ। यही भिडियोबाट दर्शन गर्नु होला यहाँहरूलाई। यहीबाट दर्शन गर्दा पनि मैले सोचेर आँटेको पुरा हुन्छ पुरा हुन्छ। लाइन बसेको बिचरा है उहाँसम्म रहेछ। नियममा नबसेर यो चाहिँ यसरी बस्नुपर्ने होइन। कोही लगेर पेलेर हालिदिन्छन् कोही रङ साइडबाट लगेर हालिदिन्छन्। जस्तो अहिले त्यो कारले गरिरहेको थियो त्यसले गर्दा चाहिँ म ल्याएको छु ऊ एउटा गाडी रोक्यो भने सबै खोल्ने हो फेरि। हजुरहरूले भित्र जान आउन केही फरक पर्दैन होइन अलिमा चाहिँ अलिक दिँदैन ए हो रोजगारी हाम्रो ट्याक्सीहरूको चाहिँ लगभग दिनमा 4-5 चाहिँ एयरपोर्टै आउने दिनमा होइन भन्दा विदेश जाने अब जाने बढी छन्। हजुर दिनको 4-5 चाहिँ एयरपोर्ट नआइकन ट्याक्सीले पैसा कमाउँछ। नेपाली ट्याक्सीको हालत चाहिँ यही छ कि होइन ठिकै छ। हजुरहरू सारा पो हामीले सेवा पाएको छ। आधा ट्याक्सीको रोजगार त तपाईँको ट्याक्सीमा आउने विदेश जाने मान्छे नल्याएसम्म ट्याक्सीमा कमाइ मात्रै खानु। धन्यवाद है त लो शुभयात्रा सर। हजुर ल गाइस फाइनली त्रिभुवन इन्टरनेसनल एयरपोर्ट भित्रमा इन्ट्री गरिसक्यो।
तर यहाँ चाहिँ खुल्ने समय भनेको 12:30 बजी रहेछ। त्यही भएर चाहिँ अहिले हाम्रो काउन्टर खुलेको छैन, यहाँ बसिरहेछौँ। नमस्ते, जय चन्द्र सञ्जय चन्द्र सूर्य एकदम धोको थियो दाजुलाई भेट्नु न, आज भेट भयो। केटाहरू कहाँ गयो होला भनेर त यहाँ पो बसिरहनु भयो रहेछ त। ल हामी यसो सामान हेर्न आएको, के लिनु हुने? युनिफेरीको सामानहरू हजुर सबै कुराहरू बुझौँ भनेर। लाली अनि हाम्रो दाजुको यात्रा चाहिँ मेरो कतार दुवा, गोवासम्म होइन? म कतार ग्यास प्लान्टमा काम गर्छु, ट्युबवेल कम्पनीमा 17 वर्षदेखि कतारमा काम गर्छु। प्लस मैले एउटा डिएक्सन भन्ने एउटा नेटवर्किङको पनि काम गर्छु। सबै मेडिसिन खाद्यहरू भएको छ, हजुर खानाको हो। तपाईँहरू पनि युज गर्नु होला, खानु होला। एकदम। डिएक्सनको बारेमा केही बुझ्न र जान्न चाहेमा हजुर डिएक्सन ठाकुर भनेर सर्च गर्नु होला फेसबुकमा। एकदम र मेरो वाट्सएप नम्बर पनि +974 7700 9095 मलाई वाट्सएप इमो गरेर हजुर। यी कुराहरू बुझ्न र सिक्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला। हस् त तपाईँ, धन्यवाद। ल जाउँ त फेरि।